सर्वप्रथम 2025 सदिया गोर्खा महोत्सव हुन गइरहेछ। त्यो गोर्खा महोत्सवको म अभ्यर्थना समितिको मूल सचिव प्रेम भट्टराई। म हजुरहरूलाई एउटा आह्वान गर्न चाहन्छु। आगामी अंग्रेजी 22 र 23 नोभेम्बर 2025 को दिन छरङ शान्तिपुर स्थित सपनाज्योति खेल मैदानमा 2025 गोर्खा महोत्सव हुन गइरहेछ। त्यो गोर्खा महोत्सवमा हजुरहरू सबैजनालाई हामी आउनको लागि अनुरोध गर्छौं। तन मन सबैबाट नै हामी हजुरहरूसँग सहयोगको कामना गर्दछौं र एउटा ऐतिहासिक महोत्सव हुन गइरहेको छ 22-23 नोभेम्बरको दिन। सदियामा धेरै किसिमका अधिवेशनहरू भए, उत्सवहरू भए, तर यो गोर्खा महोत्सव भनेर जुन एउटा यहाँ स्थानीय सबै सदियावासी राइजको सहयोगमा र गोर्खा युवा मञ्चको उद्योगमा 22-23 नोभेम्बर 2025 मा आयोजन गरिएको छ। यो एउटा यस्तो खालको आसाममा वार्ता दिन खोजेका छौं हामीहरूले, ताकि त्यहाँ कुनै जात जनगोष्ठी नछोडिकिन सबै जात जनगोष्ठीलाई अँगालेर यहाँका रहिथाने जनजाति जातिहरूलाई पनि अँगालेर एउटा महोत्सव हुन गइरहेको छ। र यो महोत्सवमा 23 नोभेम्बरको दिन आसामकी सुपर डान्सर सोरेना गोगोई हुन पनि उपस्थित रहनुहुनेछ र हामी सबैजनालाई नै आफ्नो तरिकाले सहयोग गर्न त अनुरोध गर्छौं। त्यो दिन 22 र 23 तारिकको दिन उपस्थिति पनि हजुरहरूको कामना गर्छौं। यहाँ विभिन्न किसिमको हुन्छ, मिस